सीमाको बर्थडे साथीको बर्थडे ह्याप्पी बर्थडे टु यु सीमा चाहिँ दिउँसो बर्थडे सरप्राइज दिन जान्छौँ अनि दिउँसोतिर हेरौँ न बर्थडेमा जाँदैछु सीमाको बर्थडेमा जाँदैछु बाटोमा सीमाको बर्थडेमा राति हिँड्छु भ्लग बनाउँदैछु जाडो जाँदैछु एकदम बिजी हुने मान्छेहरूतिर मेसेज गरेकै रिप्लाई फर्काउनै गाह्रो हुन्छ नि फर्काउन गाह्रो हुने कि त्यो बिजी मान्छेलाई देखाउँछु अब म कहाँ गएछ के अचम्म बिजी भएको है यही हो बिजी मान्छे सेन्ड गर्दै रिप्लाई नदिने यिनीहरूको चर्तिका यही हो ह्याप्पी बर्थडे मैले त्यसले भनिसकेँ मतलब यहाँले भन्नु न ह्याप्पी बर्थडे देविका कति मजाले चपाउँदैछु मान्छे त्यस्तो छ त अब के गरौँ त नि सीमालाई ह्याप्पी बर्थडे भन्न ह्याप्पी बर्थडे सीमा देविका यता लुक हियर यता हेर न ह्याप्पी बर्थडे सीमा ह्याप्पी बर्थडे कस्तो राम्रो हो उसको त या चिन्ता गर्ने जुले नाइ ह्याप्पी बर्थडे भन्दिनु ह्याप्पी बर्थडे भन्नु सीमालाई ल भन्नु छ ह्याप्पी बर्थडे सीमा अहिले बुझ्ने गीत लगाउन सबै त गीत आएको जाने हो त अहिले म ब्लगमा छु हेर है तर मैले सीमालाई बिहानै फोन गरेर है यसो भन्दैछु कि सीमा आउँदैन है हामी सक्छ त मैले हो पहिला गरेको हो सीमा मैले फोन गरेको त मैले मेसेज गरेको अनि स्टोरीमा सेट गरेको ओके हातमा भयो तिमीहरूले म कहिले नाचेको देखेछौ डिस्टर्ब हुन्छ सबलाई ओए देविका क्यान त्यो झाडी बनाउने हो गाइज लोक सस पनि नफेरो थाहा पाउँछ होला नि त
कतातिर होला त्यसको घर थाहा पाउला नि फेरि हामी यसरी गयो भने सीमाको घर चिनिसिन दुईचोटि आउँदा पनि हो कि ट्र्याक्टर तल मुनि हो त ट्र्याक्टर राखेको सीमाको यतै हो कि यो यति मार जाऊ हामी यहाँ सुत्छौँ है अङ्कलको घर हो त कति बोलेको हो र ओइ आज त गाडीमै सुत्नुपर्छ कि तँ सुत म त सुत्दिनँ चाँडो भए यार खोलो न छिटो यस्तै गद्रा गुद्रो गऱ्यो भने सीमाले थाहा पाइहाल्छ नि यहाँ सीमाको त भिडियो गर्ने तैँले गर्नु केक त दामी बनाएछ त खालि स्प्रे आफू मात्रै त्यहाँ मलाई हान्ने नै स्प्रे सबलाई हान्ने ह्याप्पी बर्थडे सीमा राईमाझी कसरी गर्ने ह्याप्पी बर्थडे हामीलाई त पुऱ्याउनु जानुपर्छ है खोइ बयर देविकालाई पनि हो कि पनि साथी त नि हामी आउँदैन भनेको थियौँ कस्तो ऐना त तर अनि हामी उहाँ आबाट आएको सुनेको थियौँ सुन्यो र म भित्र थिएँ भाइहरू के अरे नानीमाको घर गएको थिएँ नि त अनि नानीहरू गाडी आयो भन्नु रेजिना ह्याप्पी बर्थडे भन् काट्छ म ह्याप्पी बर्थडे ह्याप्पी बर्थडे टु मी नो टु मी ह्याप्पी बर्थडे सीमा व्हाट इज दिस ओए रेजिना व्हाट इज दिस दिस इज अ डल्ले गुर्छ हजुर जान्ने पल्टिन्छ जान्ने पल्टिन्छ ओइ 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 यसले झन् मलाई के म त वनमा हो रे के तिमी म पनि छु है यता फेरि कसले पनि नबिर्सिनु होला सीमाको बर्थडेमा आएको तर सरप्राइज दिन्छु भनेर आएको आफै सरप्राइज आफै सरप्राइज हुन पर्यो जन्मैदेखि हो क्या ओए पहिला यहाँ त पालो न Happy birthday to you. Happy birthday to you. Happy birthday, Seema. Happy birthday to you. आजै हो अर्को त अब त अर्को वर्ष हो नरो है बुढी भयो भने तर म पनि छु है मलाई पनि हेर म पनि छु है मलाई पनि हेर
हाम्रा क्युट गर्ल म पनि आएको छु म त क्यामेराम्यान पर्यो क्या फेरि यो केक खाएर के ओइ मम्मीले बोलाउनु पख बस्नु न म त लान्छु भाइ ठाउँमा गइसक्यो जाऊ सानो जाऊ मेरो बहिनी कता गए कस्तो हो त तिमी आउँछौ के बस न अबे घरमा बसेर नआउने हो मजाले जाडोमा त कसले कहाँ लिनु के भएर केही गल्ती आइरहनु पर्छ भोक लागेर खायो क्या हो यहाँबाट म यो लिन्छु अनि म गएँ ल म यो लिन्छु अनि घर जान्छु मलाई के पनि पर्दैन म त नि लिएर गएँ ल त मेरो खुट्टा चल्दैन कि खुट्टा चल्दा चल्दैन के भयो मेरो मोबाइलमा हामी त गयौँ है बाई बाई कता गए गाडीमा कताबाट हो
सीमाको बर्थडेमा गएर पनि फर्क्यौँ हामी। बर्थडे चाहिँ एकदम रमाइलो भएको थियो, तर के गर्नु, घरमा पनि आउनु पर्यो। ओइ कहाँबाट? आजको लागि यति नै, घरमा गएर भेट्छु।